गुड इभिनिङ। आज चाहिँ फेरि हाम्रो नयाँ भ्लग सुरु हुँदैछ। आज चाहिँ अलमोस्ट 5 o'clock भइसक्यो। अब चाहिँ हामी यसो हल्का एक मार्केटतिर चाहिँ टुर हान्न गइरहेको छौँ। हामी जाने ठाउँ भनेको चाहिँ ग्रान्ड मल हो। ग्रान्ड मल भनेको चाहिँ यहाँको हब नै हो। के हुन्छ कस्तो हुन्छ 2-3जना साथीहरू छ, हामी भाइ छ क्यामेरा समात्नेवाला, रमाउँछ के हुन्छ देखाउँछ भाइ। सो गाइज अब चाहिँ हामी गाडी हिँडिसकेका छौँ। बिस्तारै बाटोहरूदेखि लिएर भिडियो सब केटाहरू 2जना पछाडि, 1जना यता भाइ यहाँ छ। यहाँ हाम्रो किस्ने भाइ ह्यान्डसम दाढी क्या बवाल काट्दा छ आज यस्तो बवाल देख्छ किस्ने भाइ यो दाढी होइन बवाल देखिया छ। किसन भाइ डे बाई डे हिरो बन्दैछ, कपाल सपाल स्माइल हेर न भाइ। पार्वतले के भन्थ्यो ए किसन भनेको ऊ हो भन्दै थियो। भनेको तिम्रो भिडियो फल्लो चिने तिमी भन्दै थियो मलाई। किसन भाइ लास्ट ह्यान्डसम स्माइल हेर न स्माइल। यस्तै छ अब के हुँदैछ हामी देखाउँदै जान्छौँ बिस्तारै भिडियो लिँदै। लु अब ग्यास स्टेसन गएर फटाफट ग्यास हालेर, ग्यास होइन पेट्रोल हालेर ग्यास स्टेसन हुने हालेर अनि बल्ल हाम्रो यात्रा हुन्छ ग्रान्ड मलको। ग्रान्ड मल भनेको हाम्रो एउटा कति होला 20-30 किलोमिटर होला न यो हाइवेबाट गयो त। 20-30 किलोमिटर भनेको नर्मल्ली हामीले पार गर्ने भनेको 15 देखि 20 मिनट मात्र हो। गाडी त रफ्तारमा कुद्ने पो हो त, सिधै 120 मा हानिन्छ न भाइ। अब कति हानिन्छ भनेर चाहिँ देखाउन मिल्दैन गाडी कति कुदाइन्छ, किनकि फाइन गर्नु छैन मैले, तर बवाल कुदाइन्छु। फस्यो क्या कहाँ हाल्न मिल्दैन नि, यस्तो कुराहरू इलिगल हो नि। यो क्यामेरा चाहिँ किसन भाइले समाइरहेछ होइन। आई होप राम्रै भिडियो आओस् हाम्रो, त्यति नै भन्छु म भाइ। अहिले यति राख। सोचेको थिएँ कि अब म त्यहाँ गयो भने त्यसलाई टी-सर्ट किनेर ल्याउनु सोचिरहेको थिएँ। जानै पाएको छैन कति पनि यहाँ दाजु। मैले राम्रो कपडा किनेको छैन यहाँ टेलिफोनमा आएदेखि मैले नजाउँ भनेको छु। तिमीले मलाई एकचोटि भन्नु कि दाइ यति किन्न त किनेछु तपाईँसँग गयो त्यति हो। सेन्टर पोइन्टमा गयो भाइको सेन्टर पोइन्टमा लगिहाल्छु जाउँदैन नजान्छ त्यस्तै वाट लगाएको छ कम्पनीले। मान्छेको सक भनेको आफ्नो आफ्नो हो के फेरि होइन। कसैले होइन खाइ पिएर रमाइलो गर्छ, कसैले लगाएर गर्छ, कसैले घुमेर। अर्कैको आफ्नो इच्छा हुन्छ नि त, एउटा अर्कैको आफ्नो पिस हुन्छ, आफ्नो तरिका हुन्छ नि त। कोही मान्छे अब हाम्रोमा पनि हेर न कति केटाहरू कोही खाएर मस्त सुतेरै बिन्दास बसेका छन् हो कि भन। अब जस्तै हामी हल्का फल्का घुम्छौँ दिन यार एक हप्तामा चम्किरहेछन् दाजु दुइटै। त्यही भएर पर्सनल भिडियो लिन्छु त यार हो कि नै। भन न सेर के भन्नु छ मन छ तिमीलाई? सेरेको सायरी जाओ सेरे एउटा सायरी जाओस् ल। अब सेरेको चाहिँ हाम्रो पश्चिमेली भाषामा 1-2 देउडाको लाइन जाँदैछ। अब सेरे लेट्स गो। चीटी चढ़ी पहाड़ पे
के थियो दाजु के भन्नु भयो हजुर अब चाहिँ हाम्रो साथीले होइन केही भन्न जाँदैछ धनबहादुर रावलले अब सानो शायरी हो ल एक सुनसान रात था एक सुनसान रात था उस सुनसान रात में एक लड़की के याद आई वाह वाह करने क्या हुआ था बताओ उस लड़की के याद में एक मैंने सिगरेट जलाई करे भाई भाई उस सिगरेट के धुआं से उसको तस्वीर बनाई वाह 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 लेकिन हवा के एक झोंका आके उस तस्वीर को उड़ा के लेके चला गई वाह बोलो वाह, किसको जला के उड़ा के लेके गई बताओ उस लड़की का तस्वीर सिगरेट के धुआं से बनाया एक हवा के झोंका आके उसको उड़ा के चला गया वाह 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 ताली ताली खोई के डाल रेल चल्दा छन् बिजुली ताराले लाइक सब्सक्राइब गर्नु होला दर्शक साराले ओके हैन सही हो बम्बई कुना बिजुली ताराले लाइक सब्सक्राइब गर्नु होला दर्शक साराले वाह 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 देख जरी पानी रोजेर खान्थे कर्म दिन्छ किन यही त लाइन छ यार बम्बईको चौकीदार हुनु पाके दुवै गाला बराबरी कै गाला माम खान काँचो दुध कटौरा पनि बिराली माग्दैन यो बोलक युट्युबमा हाली समाचार गाउँकन सही हो हाय हाय भोट बर्खामाला भेडा मेरा दुई छन् भएका जन्मनदेखि दुःख मेरा होइ सही ओके हजुर दर्शक सबैले च्यानल एउटा खडक सिक्को छ के भने हामी पहिला चिया समोसा खान जाने क्या गर्ने चिया समोसा जाउँ अनि पछि खडक सिंह सुनाइ वो चुप आधी किलो भन्ने जाने अनि त्यो खोल्नु बढी हुन्छ भन्दैछ काट्छ पेपर छ कान कितना हुआ कुछ नहीं
मलाई देऊ त कति, कति, कति? 13 रियल मलाई देऊ म किन्छु समोसा चाखा और मदिम नहीं होइन मदिम ल ल तेह्र रियल गाइस कम ऑन खान्छ दिँदैन त्यसरी त्यसरी दिँदैन ल यहाँ जी सो गाइज हाम्रो अब जेरी आइसकेको छ होइन अब हामी जेरी खाने हो गाडीमा राखेर जेरी पार्टी आऊ जा यताबाट यताबाट जा यताबाट मलाई गएर दही किन्नु पर्छ आऊ कस्तो मजा दही मिल्छ चौध माग त मिल्छ ए बगलामा ल्याउन आएका बगलाबाट ल्याउन कहाँ बसेर खाने ए गाडीमा राखेर खाऊँ बगला रे केटाहरूले चाहिँ अब ट्याक्कै जेरी र टक्क किनेर होइन त्यहाँ धेरै भिड थियो रेस्टुरेन्टमा सो हामीले चाहिँ बाहिर किनेर लिएर राखेर मस्त ए बनोट होइन डिक्कीमा राखेर अब चाहिँ हामी के खाइरहेको छन् भाइ दही खाइरहेको दही र जेरी जेरी छ जेरी छ होइन यहाँ जेरी छ टक्क अब लियो है पछि भिडियो बनाउने किसनले मोटाउनु पर्छ सो गाइस अब चाहिँ हामी भर्यानमा पुगेर जेरी सेरी खाएर यताउता रमाइरहेको थियौँ भन्दा पनि यहाँ एकदमै भिड छ खासै झ्याउ लाग्छ मलाई चाहिँ भिड भएको ठाउँमा जेरी सेरी खायौँ दही जेरी खायौँ बसेर होइन अब यति बसेर फर्किन्छौँ खासै केही थिएन एकदम भिड थियो जानै झ्याउ लाग्यो त्यही नै हो अब केटाहरू के भन्छन् त्यही अनुसार सल्लाह हुन्छ
जाने भने रुमतिर जान्छौँ नभए हेरौँ के हुन्छ धेरै सो गाडी चाहिँ अब चाहिँ हामीले यता ग्रान्ड मल र के भाइ यो अर्को कुन हो यतातिर यो घुमेर सो हल्का फुल्का बाटो देखाउने ओके सो गाइज अब चाहिँ हामीले होइन आजको सानोतिनो यात्रा गरिसक्यौँ अब टक्क पारेर अब चाहिँ रुम पुगेर गाडी पार्किङ गरेर अब रुममा गएर चेन्ज गरेर मस्त खानाजाना खाने हो सुत्ने हो त्यति नै हो थ्याङ्क यू सो मच आजको ब्लग हेरिदिनु भएकोमा आजको होइन अस्तिको ब्लग हेरिदिनु भएकोमा फेरि नयाँ ब्लग हाल्दैछौँ मन पऱ्यो भने लाइक सब्सक्राइब गरिदिनु होला धन्यवाद सो गुड नाइट